जागए नि आफ्नो गाउँको झल्को लैरानी, जागए नि आफ्नो गाउँको झल्को लैरानी। माथि पर्यो मनपङ गाउँ तल धैरेनी, हिँडन माया घुम्न जाऊ, हिँडन माया घुम्न जाऊ तनहुँ जिल्ला मनपङको गाउँ, हिँडन माया घुम्न जाऊ तनहुँ जिल्ला मनपङको गाउँ। हे कान्छी तनहुँ जिल्ला मनपङको गाउँ, हे कान्छी तिमी र म सँगै घुम्न जाऊ, हे कान्छी तिमी र म सँगै घुम्न जाऊ, हे कान्छी तिमी र म सँगै घुम्न जाऊ। परदेश गएको परदेशीले नबिर्सनु होला, परदेश गएको परदेशीले नबिर्सनु होला। कलकल बग्ने चिसो पानी हाम्रो धोबी खोला, हिँडन माया घुम्न जाऊ, हिँडन माया घुम्न जाऊ तनहुँ जिल्ला मनपङको गाउँ, हिँडन माया घुम्न जाऊ तनहुँ जिल्ला मनपङको गाउँ। हे कान्छा तनहुँ जिल्ला मनपङको गाउँ, हे कान्छा तिमी र म सँगै घुम्न जाऊ, हे कान्छा तिमी र म सँगै घुम्न जाऊ, हे कान्छा। गाउँपालिका वडा नम्बर 6 मा नेपाल पत्रकार महासंघद्वारा आयोजित अन्तर्क्रिया तथा छलफल कार्यक्रमका सभाध्यक्ष रहनुभएका नेपाल पत्रकार महासंघ तनहुँका आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथि म्याग्दी गाउँपालिकाका अध्यक्षज्यू, विशिष्ट अतिथि म्याग्दी गाउँपालिकाका उपाध्यक्षज्यू, विशिष्ट अतिथि म्याग्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, नेपाल पत्रकार महासंघका पदाधिकारीज्यूहरू, पत्रकार मित्रहरू तथा उपस्थित सम्पूर्ण आदरणीय पाहुना महानुभावहरू, म म्याग्दी गाउँपालिका वडा नम्बर 6 को अध्यक्षको हैसियतले आजको यस धार्मिक पर्यटकीय क्षेत्र र पत्रकारिता विषयमा अन्तर्क्रिया पर्यटन पत्रकारिता तालिम तथा स्थलगत अवलोकन कार्यक्रममा यहाँहरूको गरिमाय उपस्थिति प्रति हार्दिक स्वागत, आत्मीय सम्मान र कृतज्ञता प्रकट गर्न चाहन्छु। नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा यस म्याग्दी गाउँपालिकाको आर्थिक सहयोगमा हाम्रो वडामा यति अर्थपूर्ण शिक्षाप्रद र सम्भवयुक्त कार्यक्रम आयोजना हुन गएको हुन सम्पूर्ण वडावासीलाई गर्वको विषय हो। यसले हाम्रो वडाभित्रका लुकेका सम्भावना, संस्कृति र पहिचानलाई उजागर गर्ने अवसर दिएको छ। कार्यक्रम स्थल नजिकै रहेको शहीद लालध्वज पार्क हाम्रो वडाले आफ्नो अगुवाईमा निर्माण गरेको आकर्षक र विश्रामदायी गन्तव्य हो। त्यस्तै पूर्वकालदेखि दशैंको फुलपाती भित्राउने परम्परा बोकेको कोतघर र श्रद्धा, संस्कृति र आस्थाको केन्द्र थानीमानी मन्दिर, यी सबै हाम्रो इतिहास, हाम्रो श्रम र हाम्रो पहिचानका प्रतीक हुन्। यी संरचनाहरू वडाले नै स्थापनाका लागि नेतृत्व लिएर सफलतापूर्वक निर्माण गरिएको गौरवशाली उदाहरण हुन्। हाम्रो वडामा रहेका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू मनोकामना मन्दिर, जहाँबाट छिमेकी पालिकाका दृश्यहरू सजिलै अवलोकन गर्न सकिन्छ, रामकोटको रामकुवा, अकला मन्दिर, अकला बालदेवी मन्दिर, मूलबराही मन्दिर, काल भैरव मन्दिर, यी सबै स्थलहरूमा धार्मिक आस्था, संस्कृति, मूल्य र पर्यटकीय सम्भावनाको ठूलो खानी हुन्। हामीले यी ठाउँहरूको संरक्षण र प्रवर्धन निरन्तर प्रयास गर्दै आएका छौँ। यसै गरी म्याग्दीका अन्य वडाका विविध सम्पदा र सौन्दर्यतासँग म लगायत मेरा वडाले सुमधुर सम्बन्ध निरन्तर राखेको कुरा अवगत गराउन चाहन्छु। हामीलाई विश्वास छ
पत्रकारिता सत्यको आवाज हो भने पर्यटन संस्कृतिको ऐना हो। जब यी दुवै विषय एकसाथ जोडिन्छ तब स्थानीय पहिचान, आर्थिक उन्नति र सामाजिक समृद्धिमा नयाँ ढोका खुल्छ। आजको कार्यक्रम त्यसै यात्रातर्फको सशक्त पाइलाको रूपमा हामीले ग्रहण गरेका छौँ। म पत्रकार मित्रहरूलाई विशेष धन्यवाद दिन चाहन्छु जसले कलम र क्यामेराको माध्यमबाट हाम्रो माटो, मेहनत र हाम्रो संस्कृति उजागर गर्न निरन्तर साथ दिँदै आउनु भएको छ। अन्तमा म म्याग्दे 6 का सम्पूर्ण ओडावासी तथा यहाँहरूलाई सबैलाई आत्मीय स्वागत गर्दै हाम्रो गाउँको माया, श्रमको सम्मान र संस्कृति आस्थाको सुवास बोकेको यो ओडाको तर्फबाट नम्रता प्रकट गर्न चाहन्छु। मनमा सजिएको म्याग्दे 6 लाई उत्तरी हिमालले मुस्कुराउन दिइरहेको छ भने तल्लो भागमा म्याग्देको फाँटले भरोसा प्रदान गरेको छ। यस कार्यक्रममा स्थलमा मनपाङ, साबिक मनपाङ गाविसलाई चिनाउने नाम हो यो पवित्र भूमिले यहाँहरूलाई खुसी साथ स्वागत गरिरहेको छ। लाल ध्वजले झण्डा जस्तै फहराएर स्वागत गरेको छ। कोटघर, थानीमानी र कालभैरव मन्दिरले आशीर्वाद दिएका छन्। विकास र निकाससँग नियमित सङ्घर्ष जोडिनु हुने आदरणीय प्रमुख अतिथि, विशिष्ट अतिथि, राज्यको संवेदनशील न्याय दिने अङ्ग, पत्रकार महासङ्घ, पाहुना, ओडावासी र सबै उपस्थित शुभेच्छुक महानुभावहरूलाई यस पुण्य भूमिमा पाल्नु भएकोमा कार्यक्रमको सफलताको कामना व्यक्त गर्दै हृदयदेखि स्वागत गर्न चाहन्छु। स्वागतम, स्वागतम, सुस्वागतम। जय पत्र मित्रको, जय पर्यटन, जय म्याग्दे। धन्यवाद। जय नेपाल। कि हानी यही छ मेरो दाइ लजाउने यो बानी रेलाई चाहियो भने नौमती म गाउँछु, तिम्रो लाजलाई दाइ म आज भगाउँछु रेलै सला।
रे